प्रभु यीशु ख्रिस्टको नाममा यहाँ सम्पूर्णलाई जय मसीह। आज हामी परमेश्वरका वचनबाट एउटा आशिषमय सन्देश सुन्नेछौँ। यस संसारमा धेरै मानिसहरू सही बाटो खोजिरहेका छन्। कसैले धनमा, कसैले सफलतामा, कसैले मानिसहरूमा आफ्नो आशा खोज्दछन्, तर यी सबै अस्थानीय हुन्। परमेश्वरको जीवित वचनले यसरी भन्दछ, यूहन्ना 14 अध्यायको 6मा, बाटो, सत्य र जीवन म नै हुँ। यीशुले भन्नुभयो, म नै बाटो हुँ। उहाँले हामीलाई परमेश्वरसम्म पुग्ने साँचो मार्ग देखाउनु भएको छ। उहाँको जीवनमा प्रेम र बलिदानले अन्धारको ढोका खोलिदिएको छ। उहाँले फेरि भन्नुभयो, म नै सत्य हुँ। संसारमा धेरै भ्रम र झुटो शिक्षाहरू हुन सक्छन्, तर यीशुको वचन कहिले परिवर्तन हुँदैन। उहाँको सत्यले हामीलाई सही जीवनतर्फ डोराएको छ। अन्त्यमा उहाँले भन्नुभयो, म नै जीवन हुँ। यीशुमाथि विश्वास गर्नेले नयाँ जीवन पाउँदछन्, अनन्त जीवनको आशा पनि पाउँछन्। उहाँसँगको सम्बन्धले हाम्रो हृदयमा शान्ति, आनन्द र आशा ल्याउँदछ। यदि तपाईको जीवनमा आज सही मार्ग खोज्दै हुनुहुन्छ भने यसो कहाँ आउनुहोस्। उहाँले तपाईलाई कहिले त्याग्नुहुन्न। उहाँले तपाईको हात समातेर सही मार्गमा हिँडाल्नुहुन्छ। आमेन।